गोली चलाउने पनि एआई हो। नमस्ते सम्पूर्णलाई मेरो यो युट्युब च्यानलमा स्वागत छ। हजुरहरूले यो युट्युब च्यानल भर्खर हेर्दै हुनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने ट्वाक्क बढेर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र बेल आइकन त्यहीँ ठ्याक्कै आउँछ त्यहाँनिर थिचेर मेरो यो कमेडी भिडियो हेरिदिनु होला। अब आज म एकदम नयाँ जल्दा बल्दा युवा जाटेको त्यहीँ हामीले पुज्ने हामीले सबै चिज गर्ने माटो चिन्हबाट उठेका माटो चिन्हका भावी एकदम पिता भन्नु पर्यो उहाँसँग थोरै उहाँको बारेमा। हर्क साङपाङ सागपात एउटै छ हो गाँठे। अब सागपात नखाएर आँखा कमजोर हुन्छ। हर्क साम्पाङलाई जिताएन भने चाहिँ देश दुर्घटनामा जान्छ अरे गाँठे। यस्तो छ के भन्ने। उहाँको प्रचार प्रसार पनि डह्रो छ हो। उहाँ फेरि पुराना जति सबै ठिक, नयाँ भनेको चुतिया गुन्डा डाका रे। गाह्रो छ हो के हो भने यो नयाँ युवा जति सबै बेठिक, आफू चाहिँ ठिक अरू सबै बेठिक रे गाँठे। उहाँको कुरा जबरजस्ती गर्न पाइन्छ, जबरजस्ती गर्न पाइन्छ। कहाँ पाइन्छ जबरजस्ती गर्ने? प्रधानमन्त्री चाहिँ को बन्ने होला हो गाँठे? उहाँ आमाले त यस्तो भन्नुहुन्छ नि, सुन्नुहोस्। त्यही भएर अलिअलि चिया खानुहोस् भनेको थियो होला बालेन शाहले। तपाईँ माइक नभएर माइकमा नबोली नसुन्ने मान्छे, अनि त्यही भएर सुन्नु भएन होला। युवा जोस जाँगर भएकालाई पनि अब आफ्नो तपाईँको पार्टीको चिन्ह के हो भनेर सोद्धा यहाँ सुन्नुहोस्। चिन्ह के छ हजुरको? नयाँ जोस जाँगरमा मान्छेको अर्कै पारा भइसक्यो। अनि गाह्रो छ हेर्नुहोस्। अब छुट्टै छ फेरि राजसभाको प्रचार पनि छुट्टै छ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ तपाईँहरू। हजुर यो काम मलाई आउँछ। अनि के भन्नुहुन्छ त तपाईँ? यस्तो खतरा छ राजसभाको। अनि एउटा हाम्रो हर्करको अर्का सिधा कुरा भन्न चाहन्छु, सिधा जनतासँग भन्नुहुन्थ्यो पहिला, अहिले त गर्ल्याम गुर्लुम हाल्दै हिँड्नु भएको छ हो गाँठे। गाह्रो छ नि यार अवस्था, केही छैन हेर्नुहोस्। अनि जे होस् अरू ठिकै हो। अब त जे होस् आफ्नो साथी, आफ्नो साथ सपोर्ट भनेको साथ सपोर्टै हुँदो रहेछ हो गाँडे। देख्नुभयो तपाईँ? अब त्यो जलेको जेन्जीको आन्दोलनमा जलेको पैसा त एआई रे। हाम्रा शेरबहादुर देवा त भन्थे गाँठे उनकै मित्र हाम्रा चल्दा बल्दा बाबुजीले पनि भन्नुभएको रहेछ हौ सबैको बाजीले पनि त्यो त एआई रे भन्नुभएको रे। सुन्नुहोस्, शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई भन्छ आजकल, त्यसले फोटाहरू बनाउँछ, त्यसले हाल्छ। अनि यस्तो भेटियो देखियो भनेर। आहा, त्यसो भए त सिंह दरबार पनि एआईले जला होला है। अनि त्यो जत्रो त्यो आन्दोलन भएको छ नि 23-24 गते गोली हान्दाखेरि पनि त्यो गोली पनि एआईले हाने हो। त्यो मरेको जनता पनि एआई हो। त्यसो भए त सबै एआई रहेछ त गाँठे। के हो यो पारा? पैसा एआई भएपछि मान्छे पनि एआई रहेछ। त्यो गोली चलाउने पनि एआई हो। भन्न पनि बेर लाउँदैन थियो होला गाँठी, पुरुष नभए त। के भन्ने हो, गाह्रो छ सबै। अनि हो त अब अर्कातिर जाउँ, उहाँकै नमस्ते ल उहाँको कुरा पनि सुन्नुहोस्। त्यो एउटा गोजडे निको छन् भन्ने सायद हेपी
कसले हेपेको छ भन्दा गजेडी निकोसन भन्नेले हेप्ने एमाले एउटा ट्याबे एउटा हो यस्तो निकोलस भुसालले गाँजा खाने मान्छेले गाँजा फ्रीमा पाइने त्यो हाम्रो खेतबारीमा टन्न भागो पाउँछ हो फ्रीमा त्यस्तो खाने मान्छेले वाइट बडी काण्डा एनसेल काण्डा अनि पछि गिरिबन्धु काण्डा टिकापुर काण्डा गर्ने मान्छेसँग जोरी खोज्ने न्यु खोज्ने कहाँ पुग्छ त तिनीहरू लेभलमा होइन त तिनीहरूको त लेभलै छैन त्यो फ्रीमा पाइने गाँजा खाने गजेडीले यस्तो ठुलो ठुलो काण्डा खानेलाई पुग्छ तिनीहरूको क्षमता पुग्छ पुग्दैन बेडलाइन बुड्लु मान्दिने हो यसचोटि त नानी कहाँ सक्छन् हौ ल अब छुट्टै फेरि काङ्ग्रेसको पनि छुट्टै छ छुट्टै पहिचान छुट्टै अब रुख जति माथिको हरियो हरियो रुख गगन थापाले उडाए ठेकको जडा मुडा सुरु राखेको छ रे शेरबहादुर देवलाई भन्छन् के गर्ने यस्तै छ गाह्रो जिन्दगी जे होस् काङ्ग्रेसको दुई टुक्रा रुखलाई जर्ल्याम जुर्लुमै त्यो गगन थापाले लिएको माथिको फेद नभएको हरियो परियो कतिन्जेलसम्म हरियो परियो रहने हो कुन्नी थाहा छैन भन्छन् त टुप्पाले कतिन्जेलसम्म हरियो परियो चल्ने हो यो चुनावमा पक्कै थाहा हुन्छ भन्छन् जनता अनि एउटा कुरा हेर्नुहोस् हाम्रो नेपालमा यो पार्टी भनेको एकदम खतरनाक हेर्नुहोस् नेपालको भोटरहरू कम नेपालमा पार्टी धेरै छ अनि कसलाई भोट हाल्ने हो अर्को आउँछ नमस्ते हजुर हाम्रो पार्टी नमस्ते हजुर हाम्रो पार्टी घन्टी हाम्रो पार्टी हाम्रो पार्टी के भन्दा सुन्दा अस्ति एकजनाले हाम फाल्यो रे भन्ने सुन्नमा आयो थोरै के कुरा गरौँ भने थोरै अब हाम्रो भर्खरै T20 विश्वकप चलेको थियो हेर्नुहोस् त्यसमा पनि भव्य विरोध भयो हेर्नुहोस् जस नेपालले जितिसकेको थियो 4 रनले हार्यो जे होस् नेपालले मन जित्यो सब चिज जित्यो तर फ्याक्ट त्यो बा भन्नेले एउटा स्ट्याटस लेखिदियो रे त्यो स्ट्याटस नलेखे अब नेपाल जित्यो भनेर खपिन खाइसक्छ बा एकदम बवाल छ अनि त्यो बा कसको लागि फेभरेट भनेपछि जसले चले घुसखरी गुन्डागर्दी गर्छ त्यसको लागि चाहिँ राम्रो रहेछ हौ राम्रो गर्नेलाई त पिटिक्कै पर्दैन त भन्छन् जनता म त केही भन्दैन हो